हेलो गुड आफ्टरनुन सम्पूर्णलाई फेरि पनि नयाँ दिन नयाँ ब्लगमा स्वागत छ। म चाहिँ यहाँनिर आइरहेको छु तल बारीको फेदमा गोठको छेउमा भनौँ। यहाँनिर चाहिँ अस्ति कटाइराखेको लसुनहरू चाहिँ पाकेर पहेँलै भएको छ। आज चाहिँ उखाल्ने। अस्ति कटाएर लडाइराखेको लसुनहरू चाहिँ यस्तो फलेको छ पहेँलै। आज चाहिँ उखाल्ने मजाले पाकेको छ। अलिक घाम लागेर मात्रै उखाल्ने विचार गरेको, फेरि यो सब गलिसके, त्यही भएर झुन्डाउन अप्ठ्यारो हुन्छ भनेर चाहिँ म चाहिँ अझै उखाल्नु आइरहेको छु। यस्तो फलेको छ हेर्नुहोस् है। लसुन चाहिँ फेद कटाएर लडाइराखेको मैले चाहिँ। कोही चाहिँ घलेको रहेछ यसको बोट चाहिँ, किनभने पानी परेको भएर चाहिँ अलिक ठिक भएन। छुट्टै हुँदा छुट्टेर यो डल्लै बाहिर निस्किएको चाहिँ मजाले पोटेको हुँदो रहेछ। सकेसम्म चाहिँ हामीले चाहिँ यो फल लाग्नु थालेपछि चाहिँ डल्लै निकालेर राख्नुपर्ने रहेछ। यसको जरा मात्रै माटोमा राखेर यसो विचार गर्दा चाहिँ, किनभने यो डल्लै बाहिर भएको चाहिँ ठुलो फल लागेको छ। यो तरिका चाहिँ मलाई चाहिँ कसरी विश्वास लाग्यो भन्दाखेरि चाहिँ, कुखुराले खर्सेको ठाउँमा चाहिँ ठुलो फलेको थियो, अनि नखर्सेको ठाउँमा चाहिँ मसिनो थियो। पोहोरपारको साल चाहिँ कुखुराले खर्सेर बाहिर निकालेको ठाउँमा चाहिँ एकदम ठुलो पोटिएर, अनि त्यही भएर चाहिँ मलाई चाहिँ ठिक लागेर चाहिँ मैले योपालि चाहिँ त्यस्तै गर्नुपर्ने रहेछ भनेर सोचेर गरेको थिएँ। तर सक्सेस चाहिँ भयो, भनेको जस्तो स्याटिस नै फल्यो लसुन चाहिँ। हामीले एउटा के भन्नु, एक कोटी त रोपेको हुन्छ, एउटा दाना निकालेर रोपेको हुन्छ। तर यत्रो ठुलो मलजल गऱ्यो भने चाहिँ एउटै दानाबाट चाहिँ यत्रो ठुलो फल्छ नि त। मैले चाहिँ यो सालको लसुन पनि उखालिसकेँ। आज चाहिँ लसुन चाहिँ एकदम गह्रौँ हुँदो रहेछ। एक ढोको चाहिँ निक्ल्यो। मैले सिर्फ 1 किलो मात्रै रोपेको, 1 किलो पुग मात्रै रोपेको। अब यो एक ढोको चाहिँ निक्लेको छ। हेरौँ कति रहेछ, अब केलाई कुलाई गरेर कति चाहिँ फलेछ।